मिठो भयो गुड गुड तान्छ यान्छ ल मिठो भयो मामा नि ल आँगन बेबी आँगन गुड गर्ल यस्तै छ है पापाले त कस्तो रिमिक्स खुवाउँछ हेल्दी हेल्दी आँगनुहोस् यहाँ राख गुड मिठो भयो काउ बुबु एन्ड मामा काउ बुबु एन्ड मामा काउ बुबु एन्ड मामा हेल्दी खानुपर्छ ओके देन हेल्दी हुनुपर्छ देन गुड गर्ल हुनुपर्छ बदमास गर्नु हुँदैन है हजुर जुस खानु हुने पहिला माम खानुहोस् न दिइहाल्छु नि म कति खाने हो दिइहाल्छु म यहाँनिर काउ बुबु छ पटेटो छ अनि ताको छ ओखर छ आम्मामा तान्छु गुड गरेर पानी लिएर आऊ जाऊ वाटर लिएर आऊ जाऊ छिट्टो ल्याउनुहोस् छिट्टो ल्याउनुहोस् खोल्नु सक्छ के हो खोल्नु सक्छ मामा खाँदै गर्नु ड्याम खानुपर्छ है यसरी खानुपर्छ नि स्ट्रङ हुन्छ नि त अन्त अहिलेको तिम्रो पापाले ड्याम फिट गर्छ तिमी दुईजना त लकी हो त लकी आई एम नट गोइङ एनीवेयर just to take care of you too so you have to eat enough to become strong okay आगो न आज दिन्छु गुड आज चाहिँ खान्छ ड्याम छिटो गर्नुहोस् ठुलो बहिनी मिठो भयो ल गर्नुहोस् मजाले गर्नुहोस् न पापा मामा भन्दै थियो त होइन ड्याम खानु पर्यो नि त अहिले भोक लाग्दा भरे फेरि पापा मामा हजुर आफै दिउँ भन्दा अन्त भोलि अगान्जाल खाँदैन त यसरी पापाले फिट गरिदिन्छ नि त पापाले त पुरा फिट गरिदिन्छ है यसरी लु जुस खाने यहाँ खानुहोस् त यहाँ हो यहाँ तिमी खाने हो नखाने हो फेरि सबै बित्छ है अहिले फेरि एकछिनमा मामा नभन्नु है हुन्छ उता हाई भन्नु भिडियोमा हाई भन्नु जान्छ त भिडियोमा हाई भन्नुहोस् अहिले सिक्नुपर्छ हाई गर्नु जान्छ हजुर सिक्नुपर्छ पुरा गुड मर्निङ भन्नु हजुर सिक्नुपर्छ ल यो यसरी सिक्नुपर्छ अब भोलि पब्लिकमा बोल्नु पनि कन्फिडेन्ट हुनुपर्छ हुन्छ कन्फिडेन्ट गरेर बोल्नुपर्छ बोल्नुको लागि के जान्दैन हुन्छ कस्तोमै पनि बोल्न सक्नुपर्छ राइट कुरामा हुन्छ पिरो भयो पिरो लागेको छैन कसरी पिरो भयो ल मेरो छोरीले ड्रामा गरे अब ड्रामा गरेको ननिकाल्नुहोस् है नानीलाई माइला हुन्छ यहाँनिर भोलि पर्सि हेर्नुपर्छ नि त यो भिडियोहरू चाहिँ ठुलो भएपछि म सबै अपलोड गरेर राखिदिन्छु हुन्छ भन्नु भयो बहिनी जो भोलि ठुलो हुनु त्यतिखेर हामी यस्तो भिडियोहरू सबै अपलोड गरेर राखिदिन्छु पछि हेर्नु ल हाई गर्नु हाई गर्नुहोस् हातले नमस्कार सेवारो भन्नुहोस्